Hey guys, welcome to my new vlog. के छ हालको तपाईँको सबैजना ठिकठाकै हुनुहुन्छ होला? बिल्कुल 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 म पनि ठिकठाकै छु। बाहिर यति चिसो छ के गर्नु, बाहिर हिँड्नुपर्छ, साह्रै गाह्रो हुन्छ। होइन होला के हो चिसो छ लास्टै यार, त्यही भएर टिकटाल लगाएको छु कि एउटा भित्रबाट टी सर्ट छ टिकटाको बाहिर हुन्छ। यहाँ हेरी दाईको ब्याग चोर्दैछन् के, डेलिभरी लिएर हिँड्ने ब्याग हुन्छ नि त हाम्रो सानो, हाम्रो त यो लक छ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। यो लक भएपछि केही हुँदैन, चोर्दैन। दाईको लक ढिला थियो, अब यहाँबाट ब्यागै चोर्दैछ। कस्तो कस्तो खालको मान्छेहरू हुन्छ हौ यार, दिमाग खराब यार। ब्यागै छैन, एउटा सानो ब्याग हुन्छ नि त हामीसँग, छैन ब्यागै। ये क्या हो गया? ये क्या सुन रहा हूँ मैं? त्यो छ लक अनि कम्पनीलाई बनाइदिए भन्दा बनाइदिन, हाल्नै मिल्दैन भन्छ। गोरुले चोर्यो ब्याग, गाह्रो छ के गर्ने गाई। त्यस्तो त हेरौँ, काम गरी खान गाह्रो छ। अस्ति नै पेट्रोल चोरिदियो, अहिले ब्याग चोरिदियो, के गर्ने, यस्तै छ। कम्पनीलाई भन्दा अब रुम चेन्ज गर्दै हामीलाई अर्को रुममा सार्दै भन्दा मान्दैन, रुमै पाएन भन्छ, बाना बनाउँछ। यस्तै छ। मेरो त छ यहाँ हेलमेट छ, ब्याग हुन्छ यस्तो सानो ब्याग हो क्या, चोरिदियो यस्तो सानो ब्याग। अब यस्तो सानो ब्याग चोरिदियो, अब यसमा अरू सामानहरू हालेर लिएर हिँड्नु पर्छ, कति जाम हुन्छ, गाह्रो छ गाह्रो छ। के गर्ने अब, के गर्ने, यस्तै छ, गाह्रो छ गाइस। के थाहा पेट्रोल पनि चोर्यो कि हाम्रो, यहाँ त भन्नै सकिँदैन हो यार, किन यस्तो गर्छ यार, गाह्रो छ, तनाव छ जिन्दगी गाइस, तनाव छ। सो बाँकी फेरि म तपाईँहरूलाई देखाउने छु। बाहिर साला चिसो छ क्या, चिसो छ, हेर्न सक्नुहुन्छ। पानी परेर पुरै यस्तो पानी ताल परेर बस्यो, घाम लागेकै छैन, यस्तो छ। के गर्ने, लास्टै गाह्रो छ। चिसो त यस्तो चिसो, यत्तिकै बस्दा त चिसो छ, बाइकमा हिँड्दा त झन् कति चिसो हुन्छ नि। लास्टै जाउँ भा, के गर्ने, काम त गर्नै पर्यो। फ्रीमा जुस लियो गाइस, फ्रीमा जुस। बडा हरामी हो बेटा। बाहिर यसो हेर्न गएको, पानी परेको रहेछ अनि ड्युटी जान सकिएन नि त, अनि त्यस कारणले फेरि त्यहाँ चाहिँ जुस राखिदिएको रहेछ क्या। अनि त्यसपछि टक्क जुस उठाइयो होइन, फ्रीको जुस हो नि त, स्याम्पल जुस हो, जुस उठाइयो। अनि त्यसपछि चाहिँ जाम्बो रुमतिर जाम, टक्क जुस खाएर सुत्दिने भनेर। अनि त्यसपछि टक्क जुस लिएर आइयो होइन, टक्क जुस लिएर आइयो, के गर्ने। अनि यस्तै छ। अब लिफ्ट पनि अलि ढिलो आउँथ्यो, एकछिन बस्यो, अनि त्यसपछि लिफ्ट आयो, लिफ्टमा चढ्यो, अनि त्यसपछि जुस लियो, जुस लिएर अनि रुमतिर गइयो। के गर्ने अब, पानी पऱ्यो, यस्तै छ होइन। रुमतिर आइयो, टक्क रुममा आएको केटाहरू टक्क कोही सुत्दै थिए होइन, एकजना सुत्दैछन्, एकजना उता गेम खेल्दैछन्। अनि त्यसपछि टक्क जुस राखियो, केटाहरू उठेर टक्क जुस खाए। भाई बारिश हो रहा है ना, मेरे को ऑर्डर आया है, लेकिन फिर भी क्या करूँ, जाना तो पड़ेगा, देखते हैं क्या होगा। हैं? ये क्या हो गया? ये क्या सुन रहा हूँ मैं? तू पानी परिरहेछ, ओ जाडो पनि भइरहेछ, अर्डर आइरहेछ, त्यो सक्नुहुन्छ। यस्तो पानी परिरहेछ, यस्तो पानी परे बेला नि ड्युटी गर्नुपर्छ यार।
त्यो पनि बाइकमा बाइक यहीँ छ हाम्रो 3 जनाको बाइक यस्तो अर्डर आइरहेछ गाह्रो छ तिम्रो यस्तो पानी परिरह यार पुरै गाह्रो छ जानी हो कि नजानी हो यार खनाको भएको लडियो भने त अरू रिजर्भ हुन्छ फेरि यस्तो चिप्लिन्छ नि बाइक फेरि यार लास्टै चिप्लिन्छ यो बाइक यार दिमाग खराब हुन्छ यस्तो पानी परिरह गाडीवालालाई बरु ठिक छ हौ बाइकवालालाई त साह्रै झ्याउ हुन्छ यार जानु हुँदैन यस्तो पानी परेको बेलामा सो गाइस आज चाहिँ पानी परेको कारणले गर्दा ड्युटी गर्न सकिएन त्यस कारणले रुममा आएर बसियो होइन अनि सुपरभाइजरले भन्यो के अरे अफलाइन गर हो भनेर भन्यो अनि चाहिँ हामी अफलाइन गरिदिएर अनि रुममा आइदिएको सो आजको दिन यस्तै भयो फेरि बाँकी म तपाईँहरूलाई देखाइ नै हाल्नेछु र भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है त धन्यवाद बाई बाई